हचिङकोट ऐतिहासिक दरबार संरक्षण र विकासको नयाँ अध्याय विस्तृत व्याख्या। मिति 15 गते पुस 2081 मा शुभारम्भ गरिएको हाम्रो हचिङकोट ऐतिहासिक दरबार संरक्षण र विकास अभियानले यहाँहरूको अमूल्य माया, साथ र सहयोगले गर्दा तीव्र गति लिएको छ। अघिल्लो भिडियोमा यहाँहरूले देखाउनु भएको सद्भाव र उत्साहका लागि हामी हृदयदेखि नै आभारी छौं। 500 वर्ष पुरानो भुरेताकुरे राजाको दरबार रहेको यस ऐतिहासिक थलोलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो सामूहिक संकल्पलाई मूर्तरूप दिन हालसालै सम्पन्न गरिएका केही प्रमुख कार्यहरू यस प्रकार छन्। 1. पर्यावरण र हरियाली प्रवर्धन, वृक्षारोपण। यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई बढावा दिन तथा दिगो पर्यावरणका लागि बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो। यस अन्तर्गत 7 प्रजातिका 150 वटा लालीगुराँस र 50 वटा धुपीका बिरुवा रोपिएको छ, जसले भविष्यमा यस ठाउँको शोभा बढाउनेछ। औषधीय गुण र आर्थिक महत्त्व बोकेको 3000 भन्दा बढी टिमुरका बिरुवा रोपेर स्थानीय अर्थतन्त्रलाई टेवा दिने प्रयास गरिएको छ। भन्ज्याङ लगायत यहाँका टोलीहरूसँग यो कसरी यो हचिङकोट दरबार क्षेत्रलाई संरक्षण सम्वर्धन गर्न सकिन्छ भनेर यसरी हामी शनिबारको समय निकालेर यो क्षेत्रमा गुराँस लगायत यो फूल, के फूल अरे हामीले रोप्न लागेको सरहरू, ल घन्टी फूल हामीले रोपिसकेका छौं। यसरी यसलाई हामीले एउटा सपना देखेका छौं। यो सपना पूरा गर्नको लागि हामी मनदेखि नै यसरी लागिरहेको हो। दोस्रो 100 गन्तव्यमा हो। दोस्रो ठुल्लुपेक, दोस्रो गन्तव्य हो यो हचिङकोट दरबार क्षेत्र हुनेछ। 5 वर्षपछि अनिवार्य हुने त्यो सपनाका साथ हामीले अहिले यो अभियान चलाइरहेका छौं। 2. सुगम पहुँचका लागि पूर्वाधार विकास, सडक विस्तार। पर्यटक तथा स्थानीय बासिन्दाको आवत जावतलाई सहज बनाउन सडक पूर्वाधारमा विशेष ध्यान दिइएको छ। देउरालीदेखि हचिङकोट खेल मैदानसम्मको मोटर बाटो स्तरोन्नति, अपग्रेडिङ गरी यातायात सहज बनाइएको छ। हचिङकोट खेल मैदानदेखि सानो चुलीसम्म नयाँ मोटर बाटो निर्माण भएको छ, जसले यो क्षेत्रका अन्य प्राकृतिक गन्तव्यहरूमा पनि पहुँच स्थापित गरेको छ। 3. स्थानीय सुविधा र सम्पदा संरक्षण, पूर्वाधार। ऐतिहासिकता र स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै पदमार्गको सरसफाई गरिएको छ, जसले पैदल यात्रीहरूलाई स्वच्छ वातावरणमा यात्रा गर्ने अवसर प्रदान गर्दछ। बटुवाहरूलाई थकाइ मार्न र शीतल लिनका लागि उपयुक्त चौतारो निर्माण गरिएको छ। हाम्रो गाउँ, हाम्रो गौरव। हामी हचिङकोटलाई केवल इतिहासको पानामा मात्र सीमित नराखी यसलाई सुन्दर, सुगम र जीवन्त पर्यटकीय गन्तव्य बनाउने प्रयासमा सधैँ कटिबद्ध छौं। इतिहास बिउताउन जुटेको हाम्रो ठूलो लुम्पेक 360 मिटरको हाइटमा रहेको हाम्रो यो बुढी सत्यवती क्षेत्र आज हामी ठुलो लुम्पेक सत्यवती गाउँपालिका वडा नम्बर 3 को कार्यालयको सम्पूर्ण कर्मचारीहरू, त्यसपछि जनप्रतिनिधिज्यूहरू, त्यस्तै गरी ठुलुम्पेक स्वास्थ्य चौकीका कर्मचारी अनि स्वयंसेविका दिदीबहिनीहरू लगायत यहाँ स्थानीय अगुवा बुद्धिजीवीहरू सम्पूर्णको सक्रिय सहभागितामा हामीले आज हाम्रो यो बुढी सत्यवती क्षेत्रको सरसफाई कार्यक्रम, सरसफाई अभियान कार्यक्रम लिएर आज हामी यतिखेर आइपुगेका छौँ। र हामीले यतिखेर यो कार्यक्रम गर्दाखेरि हामीले तल जुन ठाउँसम्म हाम्रो गाडीको मोटर बाटोको पहुँच छ त्यहाँ तलसम्म, त्यहाँदेखि हामी माथि बाटोको यत्रतत्र रूपमा छरिएर रहेको फोहोरहरू, प्लास्टिकका टुक्राहरू, त्यस्तै गरी हामीले यो अहिले भर्खर बाटो यो ट्र्याकिङ बनाउँदै गर्दाखेरिको ढुङ्गाको टुक्राहरू, त्यस्तै गरी रेलिङको टुक्रा टाक्रीहरू यत्रतत्र छरिएर रहेको